यो यो उदाउँदो सूर्य देख्ने बित्तिकै मलाई चाहिँ एउटा गीत चाहिँ झट्ट सम्झना आउँछ, गुनगुनाउनु मन लागिहाल्छ है। अब गुनगुनाइहालौँ है, स्वर पनि खोल्ला कि होइन। यो सूर्य हेर्ने बित्तिकै एउटा यो बिहानको सूर्य हेर्ने बित्तिकै एउटा गीत याद आउँछ, जस गुनगुनाउँछु है। नौलो बिहानीसँगै झुल्किने किरणसँगै म कहिले एक्लै हाँसिन। अब वर्ड त मलाई थाहा भएन के ऊ कता कता मिक्स भयो, यो दिमागमै सबै कुरा मिक्स भइसक्यो। पहिला गाएका गीतहरू, पहिला सुनेका गीतहरू कस्ता थिए, तर अब सबै गीतमा केही न केही भाव, केही न केही कुराहरू त सन्देश चाहिँ के छ, तर त्यो सन्देश चाहिँ उल्टो भइसक्यो अनि वर्ड पनि मेरो लागि उल्टो भयो जस्तो भइरहेछ। सरी, माफ गर्नु होला। जस्ट गुड मर्निङ। अब यहाँबाट अब हेर्दै जाऊँ, घुम्दै जाऊँ। आज स्याटरडे जे हुन्छ लेट्स सी नाउ। आज यसो घुम्दै आउँदा मलाई अब यहाँ हाम्रो जस माननीय अङ्कल धेरै सानोमा देखेको अहिले देखेँ मजासँग भए होइन। यहाँ सबै चिजहरू परिवर्तन भयो अनि एउटा क्वेसन चाहिँ सोध्न मन लागिहाल्यो होइन अङ्कललाई। अङ्कल, अब जस्तै हाम्रो सहर है बदलिदो, तर हाम्रो सहर बढ्यो तर सजिलो जिन्दगीको के कमी छ तपाईँलाई के लाग्छ? सहर त बढ्यो, सजिलो जिन्दगीको चाहिँ कमी चाहिँ के छ? धेरै ठुलो कुरा नगयो, सजिलो जिन्दगीको कमी चाहिँ के छ? सहर वृद्धि विकास हुँदै त गयो, तर राज्य जुन हाम्रो जुन दायित्व थियो जनताप्रति, त्यो विकासको क्रममा हामीहरू पनि अब विभिन्न कार्यहरूमा विभाजित भएर कार्य गर्न थाल्यौँ। तर राज्यले चाहिँ नहेरिदिने भएकोले कारणले गर्दाखेरि हामीलाई चाहिँ अप्ठ्यारो पर्ने कारणले विदेशिनु पर्यो। कतिका छोराछोरीहरू विदेशिएका छन्, ती छोराछोरीहरूले नै एउटा परिवारको जिम्मेवारी पुरा गरिरहेको छ। तर यहाँनिर चाहिँ अलिकति राज्यले चाहिँ गर्न नसकेको मलाई चाहिँ भान हुन्छ। त्यसै कारणले गर्दाखेरि राज्य चाहिँ के अरे सहर चाहिँ वृद्धि बढ्दै गयो, तर हामीलाई चाहिँ जीवन चाहिँ असजिलो हुँदै गयो। त्यही अनुरूप चाहिँ अब राज्यले चाहिँ नहेरिदिनका कारणले गर्दाखेरि हामीले अप्ठ्यारो पर्न गएको जस्तो लाग्छ मलाई चाहिँ। होइन, एकदम जोस् अङ्कलले चित्त बुझ्दो एन्सर चाहिँ मैले चाहिँ पाएँ। हजुरले पनि सुन्नुहोस् होइन। अब आज शनिबारको दिन अब बिहान त यसो मर्निङ वाक, अब जति अब घुम्न अब मर्निङ वाक त गरियो, इभिनिङ वाकमा यसो मलाई त्यहाँ यसो आज शनिबार स्याटरडे हाट बजार पनि यसो घुम्न मन छ र धेरै सम्झनाहरू पनि राख्न मन छ होइन। अब शनिबार है, अब सबैजना घरमै होइन। यो के बनाएको? अरे खै देखाऊ त। ठिक छ ल, बाई बाई। एकछिन म घुमेर आउँछु है ल, बस्दै गर। अनि मैले के बनाएको थिएँ है प्रिपेयर गर ल, बाई बाई। इभिनिङमा चाहिँ यस्तो छ है, मर्निङमा बिहान देखाए हेर्नुहुन्छ र इभिनिङमा यस्तो छ। अनि यस्तो दृश्य बन्छ, यस्तो दृश्य देखेपछि मलाई त यही बाटो थोरै हिँड्न मन लाग्छ, रमाइलो लाग्छ, आनन्द लाग्छ। खै किन यहाँ आइपुग्यो। अब यसो अलिकति भए पनि होइन जिउ तताएर जाउँ होइन। ल एकछिन ल, नानीहरू यहाँ सबै छ है। यो ठाउँको सम्झना अब ठाउँ यस्तो भएछ होइन।
अवस्था भयो जस होइन पहिला त शनिबार यतै हटेर लाग्थ्यो अहिले बाहिर भएछ या त पुरै हटिए भएछ होइन रमाइलो अनि को जाने यही नै सक्छ
पहिला वार्ड नंबर 19 पहले 13